हामी सबैले सुनेका छौं नि, बिहानीले दिनको संकेत गर्छ। तर के हामीले कहिल्यै सोचेका छौं हाम्रा प्राचीन ग्रन्थ र पारम्परिक ज्ञानले बिहान उठ्ने प्रक्रियालाई एउटा सामान्य काम मात्र नमानेर सम्पूर्ण जीवनशैलीको आधार नै मानेका छन्? आजको यस प्रस्तुतिमा हामी त्यही परम्परागत बिहानीको ज्ञानभित्र लुकेको विज्ञान र गहिरो दर्शनलाई एकदमै रोचक तरिकाले खोतल्ने प्रयास गर्नेछौं। आजको यस प्रस्तुतिमा हामी मुख्य 5वटा कुराहरू हेर्नेछौं। 1. निद्राको जादु। 2. ब्रह्म मुहुर्तको रहस्य। 3. मनको जागरण। 4. भाग्य आफ्नै हातमा। र 5. कृतज्ञताका साथ पाइला। ल, अब सुरु गरौँ है त। कल्पना गरौँ त बिहान उठ्दा शरीरमा एकदमै धेरै फुर्ती, उमङ्ग र ऊर्जा भएको अवस्था। आजभोलि आधुनिक जीवनशैलीमा धेरै जसोलाई बिहान उठ्ने बित्तिकै थकान र आलस्य महसुस हुन्छ। तर यस्तो आदर्श र आनन्ददायी बिहानीको ऊर्जा कहाँबाट आउँछ त? खासमा यसको रहस्य त अघिल्लो रातको ओछ्यानबाटै सुरु भइसकेको हुन्छ। खण्ड 1. निद्राको जादु अर्थात् बिहानीको पूर्व तयारी। सुत्ने कुरा गर्दा 2वटा एकदमै फरक पाटाहरू छन्। एकातिर उचित निद्रा छ। यो त साँच्चै भन्नुपर्दा शरीरको लागि एउटा अचूक औषधि नै हो। यसले ऊर्जा र स्फूर्ति ह्वात्तै बढाउँछ। तर अर्कोतिर धेरै सुत्ने बानी पनि छ नि। यसले चाहिँ ठिक उल्टो काम गर्छ। शरीरमा आलस्य ल्याउँछ र बिस्तारै रोगलाई निमन्त्रणा दिन्छ। त्यसैले सुत्नु जति महत्त्वपूर्ण छ, सही र सन्तुलित मात्रामा सुत्नु त्योभन्दा धेरै गुणा बढी आवश्यक छ। सन्तुलित निद्राले नै हाम्रो बिहानको ऊर्जा निर्धारण गर्छ। अब जाउँ दोस्रो खण्डमा, ब्रह्म मुहुर्तको रहस्य, उठ्ने सही समय। यो ब्रह्म मुहुर्त भनेको चाहिँ के हो त? एकदम सरल भाषामा भन्दा सूर्य उदाउनुभन्दा करिब 1 घण्टा अगाडिको समय नै ब्रह्म मुहुर्त हो। यो कुनै अन्धविश्वास होइन, एउटा गणितीय र प्राकृतिक रूपमै तय भएको समय हो। रातको अन्धकार हट्दै गरेको र दिनको उज्यालो पूर्ण रूपमा फैलिन सकेको त्यो शान्त, संक्रमणकालीन अवस्था। यो समयको सुन्दरता नै छुट्टै हुन्छ। चराचुरुङ्गीहरूको चिरबिराहाट सुरु भइसकेको हुन्छ। मौरी भुनभुनाउन थाल्छन्। फूलहरू फक्रिरहेका हुन्छन्। हावा एकदमै स्वच्छ हुन्छ। आकाश सफा। अनि नदी र झरनाको जल पनि कति निर्मल। यो बेला उठ्नु भनेको हाम्रो मानव शरीरलाई प्रकृतिको त्यही शुद्ध लयसँग सिधै जोड्नु हो। अनि यसको फाइदा वातावरण शान्त हुने मात्र होइन नि, हाम्रा प्राचीन स्रोतहरूले त यसलाई प्रकृतिको आशीर्वाद नै मानेका छन्। यो समयमा उठ्नाले आयु बढ्छ, बुद्धि र विवेक तिखारिन्छ, रोगहरू नजिक पर्दैनन् र शरीरमा दिनभरिको लागि चाहिने गजबको उमङ्ग भरिन्छ। यो त एकदमै शक्तिशाली प्राकृतिक एनर्जी बुस्टर जस्तै हो। तेस्रो खण्ड, मनको जागरण, ब्युझिएको त्यो पहिलो क्षण। यो कुरालाई अझ गहिरोसँग बुझ्न कवि धरणीधर कोइरालाका यी प्रेरणादायी शब्दहरू हेरौं। जाग जाग, अब जाग न जाग, लाग उन्नति विषय अब लाग, घोर निद अब ता परित्याग, भो भयो अति सुत्यो अब जाग। कति शक्तिशाली शब्दहरू! यसले हामीलाई ओछ्यानबाट मात्र होइन, भित्रैदेखि अज्ञानता र आलस्यबाट बिउझन झकझकाएको छ। यो मनलाई जगाउने एउटा मन्त्र नै हो। अब ओछ्यानमै हुँदा गर्न सकिने केही साना तर जादुई कामहरू हेरौं। बिउझिने बित्तिकै सबैभन्दा पहिले आफ्नो भलाइको कामना गर्ने, त्यसपछि कुनै रोग नलागोस् भनेर शिरदेखि पैतालासम्म छुने, अनि आज दिनभरि एकदमै खुसी रहन्छु भनेर आफैसँग एउटा सानो संकल्प गर्ने। अन्त्यमा कृतज्ञताका साथ ओठमा मुस्कान ल्याएर मनमनै मातापिताप्रति आदरभाव प्रकट गर्ने। सुन्दा सामान्य लाग्छ नि, तर यी कदमहरूले दिनभरिको लागि एउटा अभेद्य मनोवैज्ञानिक सुरक्षा कवच नै तयार पारिदिन्छन्। अब पालो चौथो खण्डको, भाग्य आफ्नै हातमा, कर्मको प्रतीक। यो चाहिँ साँच्चै नै चाखलाग्दो छ है। एउटा पुरानो संस्कृत श्लोक छ, कराग्रे वसते लक्ष्मी। यसले हाम्रै हातमा कति ठूलो शक्ति छ भनेर देखाउँछ। हातको अघिल्लो भाग अर्थात् औँलाहरूमा धनकी देवी लक्ष्मीको वास हुन्छ। हत्केलाको बीचमा ज्ञानकी देवी सरस्वती र नाडी अर्थात् मूलमा सृष्टिकर्ता ब्रह्माको वास हुन्छ। यो केवल धार्मिक विश्वास मात्र होइन, यसको अर्थ हो धन, ज्ञान र सृजनात्मक शक्ति सबै बाहिर कतै छैन, हाम्रै आफ्नै हातमा छ। बिहान उठ्ने बित्तिकै आफ्नै कर्मशील हातहरू हेर्नु एउटा निकै शक्तिशाली मनोवैज्ञानिक प्राइमर हो। जब हामी आफ्नै हातमा यी दिव्य शक्तिहरू रहेको कल्पना गर्छौं, तब हामीले ती हातहरूलाई केवल शुभ र असल कर्ममा मात्र लगाउने अठोट गरिरहेका हुन्छौं।
मेरो भाग्य मेरै हातमा छ र मैले गर्ने कर्मले नै मेरो भविष्य निर्धारण गर्छ भन्ने योभन्दा ठूलो बोध अरू के हुन सक्छ र? र अन्तिम 5औं खण्ड, कृतज्ञताका साथ पाइला जमिनमा टेक्ने क्षण। अब ओछ्यानबाट भुइँमा पाइला टेक्ने बेला आयो। भुइँमा पाइला राख्दा पृथ्वीलाई प्रणाम गर्ने र प्रकृतिसँग प्रार्थना गर्ने कुरा हाम्रो स्रोतमा उल्लेख छ। यसले हामीलाई सिकाउँछ कि अघि बढ्दै गर्दा आफूलाई जन्म दिने मातृभूमिको ऋण तिर्ने सङ्कल्प सधैँ मनमा हुनुपर्छ। यो कृतज्ञताको भावले कहिल्यै निराश हुन दिँदैन। यसले एउटा अदम्य विश्वास दिलाउँछ कि यी पैतालाहरूले एक दिन पक्कै पनि आफ्नो लक्ष्य चुम्नेछन्। पराजयको डर त यसै हराएर जान्छ। निद्राको विज्ञानदेखि लिएर ब्रह्ममुहुर्तको शुद्धता अनि मानसिक सङ्कल्प हुँदै कर्मशील हातहरूको दर्शनसम्मको यो यात्राले हामीलाई एउटा गहिरो प्रश्न छोडेर जान्छ। यी सबै सिद्धान्तहरू बुझिसकेपछि अन्त्यमा सोच्नुपर्ने कुरा यही हो, आजको यो नयाँ दिनमा हाम्रै अगाडि रहेका यी हातहरूले शुभ कर्म गर्दै भाग्य निर्माण गर्न कसरी भूमिका खेल्नेछन् त? यो प्रश्नको उत्तर अब हामी आफैले खोज्ने बेला आएको छ।